ल हेर्नुहोस् हामी त यो मम्मीले हामी आलु खनेर आयौँ मम्मीले आलु बोक्नु भएको छ यति आलु लिएर आयो उसले हेर्नु त घर हाम्रो सानीमाको घर हाम्रो ठुला बाको घर यो चाहिँ ए सानीमा के छ ल हेर्नुहोस् गाउँको घर हेर्नु त आलु खनियो टन्न यी सामान यति बोकेर आइएको छ ठिक छ आज चाहिँ वरिपरि पनि एकदम सफा भएको छ हेर्नु त पानी परेर मौसम गाउँको मौसम अनि पारिपट्टि हिमाल हेर्नु त कस्तो देखिन्छ यहाँबाट तर मौसम उसले गर्दा देखिएको छैन तपाईँको माथि बादल त्यति क्लियर भएको छैन तर जमिनको चाहिँ मौसम क्लियर जस्तो देखिएछ गाउँको मौसम ल हेर्नु साथीहरू आलु खनियो आज 10 पाथी यति आलु निकालियो धेरै 2-3 केजी आलु रोप्नु भएको हिउँदे आलु अनि गाउँघरमा बाख्रा पाठा म्या दुईवटा पाठा छन् यहाँ ठुलो बुवाको पाठा हुने अनि गाउँघरकोमा अलिक चराहरू हेर्नु कोइली कस्तो कराएको छ कोइलीको आवाज सुन्नु त ल सुन्नुभयो नि कोइलीको आवाज सुन्नु है ल